फेरि कथा लिएर आएको छु है। अत्यन्तै चाखलाग्दो कथा छ। आशा छ तपाईहरुलाई मन पर्ला र काम पनि लाग्ला। एका देशमा एकजना राजा थिए रे। अनि ती राजा निर्मोही राजा थिए जसले दान धर्ममा पटक्कै विश्वास नगर्ने। अनि एक दिन राजा घुम्न गएछन्। अनि घुम्न गएको बेलामा बाटोमा एकजना सन्त महाराजले उहाँको रथलाई रोकेछन् र भनेछन्, राजन, मलाई तपाईको हातबाट दान चाहियो, दान दिनुहोस् भनेर भनेछन्। अनि त्यतिखेर राजाले भनेछन्, मेरो दान दिने चलन छैन, दिन्न भनेछन्। अनि फेरि सन्त महाराजले, हैन, मलाई जसरी भए पनि तपाईको हातबाट केही दान चाहियो, दान दिनुहोस् भनेर भनेछन्। अनि त्यतिकैमा राजाको रथको घोडाले गोबर गरेछन्। अनि फेरि सन्त महाराजले राजालाई भनेछन्, राजन, तपाईको रथको घोडाले गोबर गर्यो, यो गोबर त तपाईलाई काम लाग्दैन, यही गोबर मात्र भए पनि मलाई दान दिनुहोस् भनेछन्। अनि राजालाई त्यो सन्त महाराजलाई पन्छ्याउनका निम्ति मात्र भए पनि उहाँले ल त ल भनेर त्यो गोबर उठाएर उहाँले दान गरेछन्। अनि दान गरिसकेपछि सन्त महाराजले राजालाई आशीर्वाद दिएछन्, भनेछन्, तिम्रो बढ्दै जाओस्। अनि त्यतिपछि चाहिँ राजा आफ्नै दरबार फर्केछन्। अनि भोलिपल्ट बिहानै सबेरै राजाको दरबारमा त असाध्यै दुर्गन्ध फैलेछन्। अनि राजा त के हो यो भनेर उठेर बाहिर हेर्न थालेछन्, के हो भनेर। राजाको दरबारको अगाडि त ठुल्ठुला घोडाको गोबरको चाङ लागेछन्, पहाडै जत्रो, जसले गर्दा अत्यन्तै दुर्गन्ध परपर सबै ठाउँमा फैलेछन्। अनि राजा त आत्तिएछन्। राजाले सबै सेनाहरूलाई परिचालन गरेर यो गोबर सबै हटाओ भनेर आदेश दिएछन्। अनि सेनाहरूले सकी नसकी सबै हटाउन कोसिस गरेछन्। जतिचोटि हटाए त्यत्तिकै फेरि त्यो गोबर फर्केर आउने रे, त्यत्तिकै चाङ लागेर पहाडै जत्रो बन्ने रे। जस्तो गरे पनि नसकेपछि अचानक राजालाई याद आएछ, ओहो, हिजो बेलुकी एउटा सन्त महाराज भेटेका थियो, उहाँलाई मैले घोडाको गोबर दान गरेका थिएँ, कतै त्यहीसँग सम्बन्ध त छैन भनेर छिटो छिटो उहाँ ती सन्त महाराजकोमा पुगेछन् र सन्त महाराजलाई बिन्ती गरेछन्, महाराज, महाराज, मेरो दरबारमा त अत्यन्तै दुर्गन्ध फैलिएछ, घोडाको गोबरको चाङ लागेर पहाडै जत्रो जताततै अत्यन्तै कष्टदायक भयो, लौ न नि भनेर बिन्ती गरेछन्। अनि सन्त महाराजले भनेछन्, राजन, यो त तिम्रो आफ्नै कर्मको फल हो भनेर भनेछन्। यदि तपाईले मलाई धन सम्पत्ति वा अन्य कुरा दिएको भए, दान गरेको भए, त्यही चिज फैलिन्थ्यो, बढ्थ्यो। तर तपाईले मलाई हिजो घोडाको गोबर दान दिनुभयो, अनि त्यही बढ्यो भनेर भनेछन्। अनि राजाले तुरुन्तै क्षमा मागेछन्, क्षमा पाऊँ महाराज, मैले गल्ती गरेछु, लौ न, के छ यसको निवारण गरी पाऊँ, उपाय बताइदिनुहोस् भनेर बिन्ती गरिसकेपछि सन्त महाराजले भनेछन्, ठिक छ, यसको निवारण छ, म उपाय बताउँछु, तर यो निवारण नहुन्जेलसम्म तपाईले कुनै पनि प्रकारको प्रश्न मलाई गर्न नपाइने भनेर भनेछन्। अनि राजाले हस् भनेछन्। अनि उपाय चाहिँ के भनेर सोधेपछि चाहिँ सन्त महाराजले, राजन, तपाईले आफ्नै प्रजाहरू माझमा जताततै तपाईको कुनै न कुनै तरिकाले कुरा काटिने वातावरण बनाउनुहोस् भनेर भनेछन्। अनि राजाले हस् भनेर अब दरबार फर्केर के यस्तो उपाय लगाएछन् कि जुक्ति गरेछन् जसले गर्दाखेरि जताततै उहाँका राजाका सबै प्रजाहरूले राजाको कुरा काट्ने बनाएछन्। अनि जति जति कुरा काट्दै गयो त्यति त्यति
सबै घोडाको गोबरहरू कम हुँदै गए। अनि कम हुँदै जाँदै 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 पछि त सबै हटेछन्। अनि फेरि दरबार पहिला जस्तै अति सुन्दर र सुगन्धित दरबार बनेछन्। अनि त्यो सकेपछि खुसीले अनि राजा फेरि त्यो सन्त महाराजको शरणमा पुगेछन् र बिन्ती गरेछन्, राजन होइन महाराज, मेरो त्यो दुर्गन्ध सबै हटियो भनेर धन्यवाद दिएछन् र साथसाथै प्रश्न सोध्ने अनुमति मागेछन् र सन्त महाराजले हुन्छ भनेर आज्ञा दिएपछि सोधेछन्, सन्त महाराज यो कसरी सम्भव भयो भनेर बिन्ती गरेछन्। अनि त्यसपछि सन्त महाराजले भनेछन्, राजन, जति जति चोटि मान्छेहरूले तपाईको कुरा काट्दै गए तीहरू सबै तपाईको प्रारब्धमा सम्मिलित भयो, भनौँ न संलग्नता उहाँहरूको भयो र तपाईको प्रारब्ध काटिँदै गयो। भन्नु खोजेको तपाईको पहिला गरिएको दुष्कर्मको फलहरू काट्दै गयो भनेर भन्नुभयो कि। अब यो कथाले कस्तो प्रश्न पार्छ भने जति पनि हाम्रा जीवनमा कुरा काट्नेहरू हुन्छ त्यो त भइहाल्छ, तपाईहरुलाई पनि भइराखेको छ, मलाई पनि अत्यन्त धेरै अनुभवहरू भइराखेको छ। त्यो भनेको त हाम्रो लागि त राम्रो कुरा रहेछ, हाम्रो प्रारब्ध काटिँदै गएको भन्ने कुरा पुष्टि हुँदो रहेछ, जसले गर्दा त हामीलाई राम्रो भएको, हामी दुखी हुने या रिसाउने कुनै कारण देखिएन। सो तपाईहरुले बुझ्नुभयो ल कस्तो लाग्यो कथा। अब हाम्रो कुरा काट्ने मान्छेहरू सबैलाई त हामीले के भन्नु पर्यो, धेरै धेरै धन्यवाद भन्नु पर्यो। हाम्रो पूर्व दुष्कर्मको फलहरू काटिदिएकोमा है, हामीलाई त राम्रै भयो। खुसी हुनुहोस्, चित्त नदुखाउनुहोस्, नरिसाउनुहोस् र फर्केर ती मान्छेहरूलाई नसराप्नुहोस्, गाली नगर्नुहोस् है त।